सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँलाई मेरो नयाँ ब्लगमा स्वागत छ। माइन्ड नगर्नु होला, आज शनिबार के गर्नु, गुड फ्राइडे भन्छ सबैले। गुड फ्राइडे त के फ्राइडे भन्नु यार, काम गर्नु पर्यो त्यो। ओए कहाँ निस् त? यहाँ आइज, यहाँ आइज, यहाँ झर, यहाँ आइज बिस्तारी, यहाँ तल आइज, यहाँ आइज, यहाँ हालियो त। हेलो गाइज भन। के छ भन, खबर हात त्यस्तो होला, हात होला अलि माथि दुईटा हात होला। तपाईँहरूको खबर के छ भन। सान्छे हुनुहुन्छ भन। माम खानुभयो भन। के छ तपाईँहरूको हाल खबर भन। कहाँ हिँडेको त 5 रुपियाँ बोकेर भन त। दोकान आएको माम खाइस् यता आएर त केसँग खाइस्? त जहिले मासुसँग खान्छस् है। 5 रुपियाँको के गर्ने भन त। चिउँ खान आँटेको त घर नजाने हो नि, यहीँ कहीँ बस्ने मेरोमै। कति बेला जाने घर भन त। तर अल्छी लाग्यो ए। बाई भन्न त, यहाँ बाई भन्छ। बाई। त्यही गाइज मैले भर्खर त्यहाँ लुगा भिजाएर आएँ। हाम्रोमा अहिले मकैहरू पनि यस्तो छ क्या, सबै खाने बेला भइसक्यो। सानो मकै के छ नि मकै खाने। कहिले खाएछस् मकै? मकै कस्तो हुन्छ भन त। के मेरो के ठुलो छ मम, के गर्नु भएको कुकर? ठुलो बेलङकट धुनु पर्ने। अब सरफ ल्याएर पुग्छ त सरफ। तेरो आमा गयो नि हो। तपाईँलाई छोराको ब्लगमा स्वागत छ है। धन्यवाद भन्नु न हो, धन्यवाद ट्याक्स भन्नु न। धन्यवाद। सबै भाज्नु पर्ने मम्मी। अनि सानो पनि कि ठुल्ठुलो मात्रै हो? त्यस्तै चाहिँ सबै थिप्सिङ भएछ मकै चाहिँ। रहेर यो पनि कहाँ जान्छ हौ। यस्तै छ मकै। अब यो घाँस कसले लाने हो? सबै त नभाच्नु होला हौ मकै। आपा पोली खानु खोज्छ। फुल हेर न किल्चेर, यत्रो यत्रो फुल छ को। उयो हुन्छ क्यामेरा हात आइआएन यहाँ, हातले छेकिन्छ यहाँ। ऊ हात आइरहेछ यहाँ समात्नु। त्यस्तो हात आयो यहाँ खै। ल समात्नु न, ल गर्नु
देखाउनु हाम्रोमा के छ फुल टिपेको छ मकै कति भयो भाइ पुग्छ होला त्यति भए त अब भापो त उता छ अब पोले खाना कता कता छ बेका छ एक दुईवटा आउँला त्यसरी कोट आउनु हेर त सबै यसले फुल किल्चिदिएर हेर न त्यो फुल पछि रोप्दा हुन्छ रोप्दा अब रोप्ने बेला सबले रोपिसक्यो पछि पो रोप्नु अरे पछि त कहिले हो कहिले तिहार आइसक्छ पछि रोपेर के गर्नु त्यस्तो यही मोबाइल बोक्नु नि सक्दिनँ पल्टी जान्छको मम्मीले चाहिँ हामीहरूसँग यसलाई के भन्छ थाहा छ यसलाई चिप्ले भेन्डी भन्छ यसलाई भन्छ करेलो अझ यसको त्यो हानिदिउँ ल मम करेलो राम्रो छ है त भित्र चाहिँ सानो सानो भयो भने भरिलो छ क्या मकहरू सबै उसिनेर नुन खोर्सानीसँग खानु यो त कडा लाग्नु छ हेर्नु न कडा लाग्छ क्या मैले यहाँ लगाएको त मम्मी खै मेहन्दी कडा छ यता त्यस्तै छ यता खुट्टामा पनि छ यता यो चाहिँ हिलोले खाएर सबै यस्तो लाउनु भएको हातको देखाइदिनु नि त हातको त छैन त्यो के को डल्लो डल्लो बनाएर भएको छ मेहन्दी जस्तो पायो त्यस्तो लाउनुपर्छ साउन्ड मैले चाहिँ कहाँ थाक्ने अब यो सबै केलाएर उसिन्ने कि के हो मम उसिनेर खानु पोलेर त कहिले पोलेर नि मिठो हुन्छ पोल्न त पोल्छ कहाँ म पोल्छु हौ उसले पोल्दैन हुन्छ त आज चाहिँ मौसम हुस्से लागेर है हुस्से लाग्यो कपडा धुनु भएर मम्मीले सुक्छ केलाउनु रातभरि मेरो पेट दुखेर यार दुधदेखि भात खाएर खाएर त हो कि के हो चिसो भएर त लो कपडाले चिसो हुँदो रहेछ नि त्यो साह्रोमा पनि कपडाले चिसो तातो छ एक चिसो भएर कम्ती चिसो भएको होइन अब यहाँ तल चाहिँ के खाने हो दाल छर्नुपर्छ नि अब शनिबार अञ्जलीहरू बोलाएर उखालेर झार उखालेर कहाँ हो उखाल्नु यता सबै बोलाएर गोरु जोत्नु छैन बेसी दाजुको सक्दैन अरे सक्दैन अरे जोत्दैन बिमारी छ भन्छ माथि छ त नल्याउनु गोरु आप्पाले भन्छ बिरामी छ के भयो बिमारी छ भन्छ के चाहिँ भएछ गोरुलाई डुलिरहेको हुन्छ त गोरु त कुन त बिमारी छ नि कत्रो पनि भएको छ हौ गाईले त टोली खाने पनि दु कता फ्याँक्नु पर्ने हो यो त ल यतै पो कता फ्याँक्नु
ल त्यत्रो झार खुइसक्यो यहाँ पिँडालु पो जागिएर मौलेर अब मकैको सितन हुने भयो कस्तो भरिलो है म यत्रो यत्रो पनि गाइज म चाहिँ अहिले मम्मीले यो लाउनु भन्नुभएको छ यो झारमा दबाई काट्दा काट्दा उड्डी हुन्छ काट्दा काट्दा पलाउँछ झार लागेपछि त ढुक्क क्या यस्तो जान्छ यसलाई चाहिँ हल्का यसरी स्पिड गयो नि यसलाई चाहिँ हल्का यस्तो गरेर टाइट कि खुल्ला हो टाइटमा पार्नु पर्ने होला हौ यस्तो पम्प गर्ने अनि यसरी छर्किँदै हिँड्ने दामी मजाले भिज्छ पनि अब अहिले घाम लाग्यो भने मर्छ दामीसँग घाम नलाग्दा पनि मन त एकछिन 10-20 मिनट भिज्यो भने पनि सबै स्ल्याप्लिट मरिजान्छ नि मजाले चाहिँ भिज्नु पर्यो कि मजाले लाग्नुपर्छ दामी हुन्छ तर यो चाहिँ यस्तो गिदिकै यस्तो हानी गर्नुपर्छ क्या हानी गर्नुपर्छ हान्न पर्ने बित्तिकै सर्ट त्यो तपाईँको के छ हालखबर अहिले पानी पर भएको छ आफ्नो ख्याल गर्नु होला कतै जाँदै हुनुहुन्छ भने यसो मौसममा के हुँदैछ त्यो थाहा पाएर हिँड्नु होला नभए बाढी पहिरोले गाडी रोकिन सक्छ तपाईँहरू आफ्नो ठाउँमा नपुग्न सक्नुहुन्छ त्यही भन्न चाहन्छु अब गाह्रो हुन्छ अहिले पानी परेकोले दिनदिनै पानी परेछ बाटो बर बिग्रिँदैछ अहिले झन् टिकटक रिल्स युट्युब फेसबुक जताततै बाटोले बिग्रेको कारणले मान्छेहरू विचलित भइरहेको धेरै आइरहेको छ त्यसै कारण तपाईँहरू कतै जाँदै हुनुहुन्छ भने त्यो ठाउँमा के कस्तो छ त्यसो सबै बुझेर जानु होला अनि तपाईँहरूलाई हल्का सजिलो हुन्छ नभए आफ्नो गन्तव्यसम्म पुग्नु गाह्रै हुन्छ मजाले बुझ्ने अनि बरु टाइम लाग्छ नि 1-2 दिनमा जाने किन के छ र 1-2 दिन ढिलो हुँदा के हुन्छ र होइन 1-2 दिनमा जाने तर सब मजाले बुझेर जाने नभए गाह्रो हुन्छ है त्यही भन्न चाहन्छु म चाहिँ नभए त गाह्रो भइहाल्छ नि फस्यो भने त बाढी पहिरोले गाडी लगाउने पोहोरको साल कतिजनाले ज्यान गुमाउनु भयो यसपालि नि घरहरू डुबाइ भएको छ कति ठाउँमा अहिले यहीँ हाम्रो उता कोशी ड्यामहरू कति खोलेको रहेछ पानी त्यो ठुलो पानी भएर त्यसै भन्दै थियो आफ्नो चाहिँ मजाले ध्यान राख्नु होला त यो यता आउँदा म परबाट यहाँसम्म आइसकेँ पर त जालियाहरूसँग मात्रै पुग्यो नपुग्यो यति नै बनाउनु भएको रहेछ अन्डा नि रहेछ त यहाँ त ए हुँदैन अहिले खोइ म कतिमा लिएको थाहै छैन साबुन छ भने छ भने अनि सोधे दिनु पो लिएर आएँ नि हजुर छैन अहिले म जाउँला नि भरे बेलुका किन के त भइगयो त भतिर केही भन्नुहुन्न तपाईँले त्यही गाइज म चाहिँ भगत दबाई ल्याएर यस्तो मिठासी गरेर नि हात धुनु होला राम्रो हुन्छ
भालेले पोटी गर्ने रहेछ त बासेर बासेर खाजा भुट्नु भएको मम्मी भात नै होला अब ठिक छ गुड मम